सो गाइज मोटो ब्लगिङ प्लस नर्मल ब्लगिङ गर्नको लागि चाहिँ कुन चाहिँ क्यामेरा राम्रो हुन्छ भनेर मैले टिकटक अनि युट्युबमा चाहिँ मैले टन्नै भिडियोजहरू हेरेँ र फाइनल्ली मैले लिएको छु DJI को Osmo Action 5 Pro र DJI को मिनी माइक र अब चाहिँ हामी यसको अनबक्सिङ गरौँ अनि त्यसपछि यसको भिडियो क्वालिटिजहरू अनि सामानहरू के कस्तो छ एकपल्ट चेक गरौँ है त। लङ रेन्जमा भिडियो क्लिक गर्नको लागि मेरो आइफोन नै काफी छ, बट मोटो ब्लगिङ प्लस अलिकति सानो भिडियो क्लिक गरेको अरूले थाहा पनि नहुने पकेटमा सजिलैसँग लिएर हिँड्न मिल्ने एडिसनल क्यामेराको रूपमा चाहिँ मैले यो क्यामेरा चुज गरेको छु। कम्बो प्याकेट किन्यो भने चाहिँ यसमा ट्राइपोड अनि दुईवटा एक्स्ट्रा ब्याट्री पनि पाउँछ, तर मैले ट्राइपोड र ब्याट्री चाहिँ लिएन र मैले किन्दा चाहिँ डिस्काउन्ट चलिरहेको थियो, सो जम्मा 45,000 मा लिएको। एनिवे यसमा आउँछ DJI Osmo Action 5 Pro को बडी कभर, ब्याट्री, टाइप सी USB, म्याग्नेटिक माउन्ट र स्क्रिन प्रोटेक्टर आउँछ। वाटरप्रुफ, एकपल्ट चार्ज गर्यो भने 4 आवर्ससम्म युज गर्न मिल्ने, लो लाइट अनि नाइटमा पनि अमेजिङ पर्फर्मेन्स, 47 GB इन्टर्नल मेमोरी, 4K by 120 FPS र फोटो भिडियो स्लो मोसन टाइम स्ल्याप र यसको अल्ट्रा वाइड एंगल चाहिँ अति बवाल। अनि यसको मलाई म्याग्नेटिक फिचर चाहिँ एकदमै राम्रो लाग्यो है। यसको चाहिँ यो साइड र यो साइडमा चाहिँ है म्याग्नेट छ अनि यो चाहिँ माउन्ट चाहिँ है अटोमेटिक म्याग्नेट भएको कारणले चाहिँ एडजस्ट गर्न एकदमै इजी हुन्छ। त्यसरी है यो चाहिँ भर्टिकल साइडमा भयो, खस्ला भन्ने पनि हुँदैन है, एकदमै राम्रोसँग अड्डिएको छ। यसलाई यसरी निकालेर अब ल्यान्डस्केपमा एडजस्ट गर्नु पर्यो भने चाहिँ यसलाई यसरी आफै हैन यहाँ म्याग्नेट छ, त्यही भएर अटोमेटिक एडजस्ट गर्न मिल्छ। प्राय गोप्रोहरुमा चाहिँ हामीले छुट्टै माउन्ट किनेर हैन त्यसलाई गोप्रोमा हामीले अड्काउनु पर्छ नि त हैन, तर यसमा चाहिँ है म्याग्नेट राखिदिएको छ, त्यही भएर यो चाहिँ एकदमै मलाई राम्रो लाग्यो। अहिले चाहिँ एक्सन 6 पनि आइसकेको छ, बट बजेट अनुसार एज अ बिगिनर हो भने चाहिँ यो क्यामेरा इनफ हुन्छ जस्तो लाग्छ मलाई। अनि यसको रियल भिडियोजहरू चाहिँ म यो भिडियोको लास्टमा राखिदिन्छु, विदाउट एडिट भिडियो क्वालिटीजहरू के कस्तो छ एकपल्ट चेक गर्नु होला है त। सो माइकको कुरा गर्दा चाहिँ मैले DJI को मिनी माइक युज गरिरहेको छु, यही माइक हो। अहिले चाहिँ मेरो मोबाइल कति टाढा राखेर चाहिँ मैले सुट गरिरहेको छु, त्यही पनि साउन्ड चाहिँ कति बवाल आइरहेको छ है। यो माइक चाहिँ मलाई एकदमै दामी लाग्यो। अनि फर्स्टमा चाहिँ मैले यो वाला बक्स लिएको थिएँ, यसमा चाहिँ है माइक मात्र आउने रहेछ, यही फोटो पनि देखाएको छ, मैले राम्रोसँग चेक गरिनँ। यसमा चाहिँ है जुन त्यो एडाप्टर हुन्छ नि रिसिभर त्यो चाहिँ नआउने रहेछ। अनि पछि चाहिँ मैले फेरि यो वाला बक्स लिएँ, यसमा चाहिँ माइक पनि आउँछ, एडाप्टर पनि आउँछ। सो यो वाला बक्स चाहिँ लिनु होला कि भने चाहिँ कम्बो प्याकेट लिनु होला है, त्यो चाहिँ अलिकति सस्तो पर्छ। यो चाहिँ मैले फरक दुईटा बक्स किन्दा चाहिँ मलाई अलिकति महँगो पर्यो। एज अ कन्टेन्ट क्रिएटर अनि अलिकति युट्युबमा भ्लगहरू भिडियोजहरू बनाउनुहुन्छ भने चाहिँ म माइकको लागि चाहिँ यो DJI को माइक मिनी एकदमै सजेस्ट गर्छु है, एकदमै दामी छ, बवाल छ। यति नै हो। सो भिडियो मन परे लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस् अनि च्यानललाई सब्स्क्राइब गरिदिनु होला है त। थ्याङ्क यू फर वाचिङ।